हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला। हामी पनि एकदमै सन्चै आरामै छौँ। सो गाइस, आज हामी टुडी खेल घुम्न खाना पचाउन है, नाइट वक हो कि पचाउन आएका छौँ। अरू साथीहरू सबै ढोग भएर आराम गरेर बसेका छन् अनि हामी आमा छोरी आज हिँडिरहेका छौँ। हामीलाई चाहिँ धौ भएन है, किन धौ भएर भएन, मजा आयो नि। सो गाइस, घर बस्नु त झन् मजा आउँछ, घर बस्नु त झन् मजा आउँछ। घर बस्न मोबाइल हेर्न ल, भोलि आउँछ है, भोलि आउनु किन लाउनु त, आउनु पऱ्यो नि। एउटा काम छ के काम छ? त्यस्तो हुनु नि, मलाई मेरो कति एक्सर्साइज त गर्नु पऱ्यो। बसी खाए यस्तो हो, कस्तो भयो यस्तो त्यस्तो त भयो। जसले मलाई मोटाएको राम्रो होइन नि त, तर मलाई लाग्दैन। एक्सर्साइज गर्न एकदमै जरुरत छ, किनकि शरीरको लागि के हुन्छ, हानिकारक हुन्छ। मतलब शरीरको लागि एक्सर्साइज गर्दा शरीरको लागि फाइदा हुन्छ। एक्सर्साइज नगर्दा हुन्छ बेफाइदा होइन। तर हामी चाहिँ टुडी खेलमा आज अन्त कहीँ गएनौँ। आज हामी टुडी खेलमा राउन्ड लगाइराख्यौँ। सबै साथीहरू बसे धौ भयो भनेर हामी आमा छोरीले फेरि धौ भए पनि त एकैछिन अलि हल्का पसिना त निकाल्नु पऱ्यो। पसिना आएन भने त्यो हिँडेको के फाइदा भयो होइन। मम्मी 4 दिनपछि के अरे 4 दिनपछि ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु। कसको त भन्नु, कसको यो त कसको भन्नु सोधेको, कसको होला गाइज, गेस गर्नुहोस् है कसको होला। ह्याप्पी बर्थडे टु यु, ए ह्याप्पी बर्थडे टु यु। कसको मै के प्रिन्सेस रे, लिटल भन्ने कि के लिटल प्रिन्सेस भन्ने के भन्ने, माई डटर भन्ने रे नि, माई डटर ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु। अहिले गाइस केटाकेटीहरू यस्तै खेलिरहेका छन्, लोड्दै पढ्दै कपड्दै खेलिरहेका छन् टुडी खेलमा आएर। यो मेरो चकचके छोरो घोडामा काटेर कस्तो गरा, तब पनि चकचक गर्न र दुगुर्न छोड्दिनँ है, के गर्नु गाइस। फाइनली गाइस हामी आयो हललाइन। तर अनुसारको कुरा त अचम्म लाग्छ कि गाइस मलाई। आज 500 रुपियाँ भेट्यो गाइस। किन भन्दाखेरि बाटो यस्तो एउटा कागज देखिने हेर्नु त पिछिन ठ्याक्कै त कागज देख्दाखेरि ए पैसा भेट्यो अरे। थुक्क यो राति अनि पैसा कसरी फाल्छ, पैसा के फालेर भेटिन्छ र, छोप्नै गयो कि कोही खोजे पनि त जहाँ थियो राख्दिनु पर्छ। यस्तो आदत गर्नु होइन, गन्दी बात, बुरी बात है। त गर फालेको कसरी क्यार्थ्यो रे, 1000 का गरा भए लान्थ्यो भेटाएका मात्र गरा हो भेटाएपछि तिर्दा भाइ सबै तिर्ला। यस्तो थुक्ला पुची भयो नि हुन्छ आज गर्छु। अनिसा बाडम भन्छु, थुक्लाएको अनि पुची हो नि त। नभेट्नेर हो हामी यति गाडी हामी फेरि है यसको ट्याक्स सबैलाई बन्द भएको, बन्द भएको यति बेला बन्द त हुन्छ तर होइन, बन्द भएन। क्यामेरा हो त, सिसी क्यामेरा हो कि त, कहिले सिसिटिभी क्यामेरा नदेखेकोलाई सिसिटिभी होइन त सिसी क्यामेरा हो। सिसी क्यामेरा त्यही टिभी हो, पहिलाको टिभी जस्तै कसको जस्तो रहन्छ, पहिला टिभी जस्तै, अहिले सिसिटिभी। त्यसै अगाडि सिसी थपिदिएको त हुन्छ नि। सिसी के को रक्सीको सिसी के को सिसी, तिमी जस्तो अनपढ न, को जस्तो अनपढ रे, अनि चाख्छ कि म जस्तो, हामी सबै अनपढ भयौँ गाइज। मलाई अनुसारले यस्तो भन्यो कि अनपढ काट्ने त कुरै हुन्न, बनाएपछि त काट्ने कुरै हुन्न। मलाई अनुसारले बहुत मन दुख्ने गरी भन्यो, मलाई यस्तो भन्यो कि अनपढ गवारले मलाई त ए भगवान् गाइज भन्नु अनपढ गवारले मलाई त अनुसारले यो यहाँ छि
मलाई अनपढ गवाएर हेर्नुहोस् न म यस्तो पढ्छु कि मैले फेरि यस्तो पढेको कि भन्ने रे गाई तर मैले पढेको छैन है आजभोलि मैले पढ्दिनँ छोराछोरीले मलाई पढाउँछन् के पहिला पढ्न सुन्नु के भन्ने रे आज ठुलो एक्सिडेन्ट हुनबाट बासिन लक्ष्मी कार्की नत्र हामीले अब कता लाने भन्ने भएको थियो लक्ष्मी कार्की झन् भयभरिको पावर देखाउँदा त्यस्तै हुन्छ गाइस त्यही भएर अलि लुकेको बल भन्ने त्यसो ल वान्स मोर ल सुकेको जन्म लुकेको बल यस्ता छन् हाम्रा दिदीबहिनी ट्यालेन्ट छन् ट्यालेन्ट नबुढेर पो गएर भित्रभित्र त यस्तो छन् सुकेको के रे सुकेको जानमा लुकेको बल रे ज्यान हेर्नुहोस् फेरि सुकेको सुकेको जान कस्तो छन् सुके जान जिरो फिगर के जिरो वाह वाह हामी त को कला अनि हामी कस्तो हाम्रो ल 1 2 3 तर आज बहुत रमाइलो अस्ति पनि धेरै रमाइलो भयो सुकेको बल के अरे लुकेको सुकेको ज्यानमा लुकेको बल आएर यति धेरै रमाइलो भयो कि गाइस आज ठुलो गर्दै राइछिन् ठुलो दुर्घटनाबाट बचेर सार्वजनिक सम्पत्ति नष्ट गर्दै राइछिन् सार्वजनिक सम्पत्तिमा आज ठुलो नष्ट गर्दै राइछिन् लक्ष्मी कार्कीले तर अब भोलि सीसीटीभी क्यामेरा हेरेर हामीलाई अब लिन आयो भने केही छैन साथ दिन्छौँ म त होइन है फेरि म होइन है गाइज अनि सारा गोरी लक्ष्मी कार्की हुन् यस्तो बल देखाउन होइन त्यस्तो चाहिँ होइन है हिँड्न चाहिँ पर्छ है एक्सर्साइज गर्न पर्छ है आज के गरी दुर्घटना भयो भन्न पनि लाज मर्नु तर भन्न सार्वजनिक गर्ने होइन है फेरि त सार्वजनिक गर्दाखेरि अलि के अरे अप्ठ्यारोले बेफाइदा जस्तो लाग्छ कि मलाई यो भिडियो फेरि सार्वजनिक तर होइन है त्यो भर्ना त मैले हाल्नु त्यो एक्सिडेन्ट भएको त भन्न मिलेन नि त यो त सार्वजनिक यो त बोलेको सार्वजनिक गर्न त के भयो त नि केही हुन्न नि त गाइस होइन र कमेन्ट गरिदिनु होला है के हो भनेर के भएर एक्सिडेन्ट भयो भनेर कमेन्ट गरिदिनु होला ए हाँसो लाग्छ मलाई केटाकेटीको कुरा सुन्दाखेरि फाइनली के जानु पर्यो कुन्टु के छ कहाँ गएर हाई घुमेर शर्माउने केटी हाई घुमेर बाई गरिदिनु ल बाई गरिदिनु सो फाइनली हामी घर आइसक्यौँ आजको भिडियो हजुरहरूलाई कस्तो लाग्छ लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला तब तक बाई है